हेलो गाइज, सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी चौरी देउराली गाउँपालिकामा छौँ। पछाडिको बजार चाहिँ देउराली बजार हो भने अगाडि हामी चाहिँ चौरीतिर जाँदैछौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ यति राम्रो भ्यू छ। मोबाइल हल्ला र अनि हेरे होला। राम्रै भ्लग भन्छ, धेरै महँगो भ्लग भन्छ त्यसपछि हाम्रो। यो भिडियो हालेपछि चाहिँ मेरो आइडी मोनिटाइज हुन पर्छ साथीहरू। एकैचोटि 4000 घन्टाको भ्यू आउन पर्यो। पारीको चाहिँ रामेछाप जिल्लाको सुनापाती गाउँपालिका। तर यो गाउँ क्या राम्रो लाग्यो। दोरम्बा? यो दोरम्बा हो? दोरम्बा सैलुङ गाउँपालिका। सुनापाती चाहिँ कता उताबाट? यो चाहिँ दोरम्बा सैलुङ गाउँपालिका भन्ने खबर आइरहेको छ हामीलाई। यति राम्रो छ क्या भ्यू त। नयाँ टायर हालेर हिँड्ने अब। नयाँ जुत्ता लगाएर हिँड्ने हाम्रो बाइकले। टायरमा हावा बढी हाल्दै जस्तो ख्याटख्याट हावा चाहिरहेको। उफारे कि अड्डा उफारे हावा अलिक बढी भन्छ। अहिले उता गएर फ्याँकौँ नि। त्यता पानी परिरहेको छ। यता नि सिन त खतरा खतरै देखेको छ। चौरी आइपुगेको छौँ अनि तपाईँहरूलाई चौरीमा स्वागत छ। तर भ्युज क्या खतरा आइरहेको छ।
पकाएर खान्छौँ। अन्त क्या दामी देखा त अफिसलाई मै लुगा धुन पर्ने दिन रहेछ नि सर। हातै अड्क्यो। ल सर के भन्न चाहनुहुन्छ? एकदमै राम्रो भयो यात्रा। हामीले अब मासु र डिउ पनि ल्याएछौँ पकाएर खानलाई। अस्ति मेरो साथी र म त्यहाँ खसी पात हुन गएको। हजुर। अनि मेसिनले ल्यामै काटेछ के। ए त्यही काटेको भन्ने ठाउँमा काट्यो। बस खाइ। हेलो म यहाँ फिल्डतिर छु बाइकमा हो। ए चौरी चौरी चौरीमा कामै चौरी हो त यार। अनि चौरी फिल्ड हुँदैन त। कहाँ हो तपाईँ? अनि के भयो? ललितपुर र भक्तपुर परेर लाग्छ। मलाई त ब्लड डोनेसन गरेर कि यति सुकाल भएन नि। यार म त लास्टै खुसी लागिरहेको यार। म साइड हेर्छु। म बाइक चलाइरहेको छु अहिले। अहिले एकछिनमा हेर्छु। प्रोड्युसर पठाउनु न। अनि उता घरतिर आमा बुवाहरूलाई सन्देश लाग्छ टाइम हो है। ल एकचोटि जाउँला मलाई नि भन्नु। ट्र्याक्क अनि ल क्लोजिङ सिट आउनु त्यसपछि जाउँला नि प्रेस फिट। ल सर ल कहाँ जान भन्ने ठाउँ तलै हो। बाटो त खत्रै बनाइदिएछ त पानीले। एकैचोटि मैले त पुऱ्याउँछु होला तलतिर। खसी भने चाहिँ मलाई केही नभन्नु। मेरो हातमा नि एउटा छ। हाम्रो यहाँ ब्लग बन्दैछ। 4 मिनटको भइसक्यो।
भीमकान्त पौडेल देखिन्छ सर 3 मान्छेसँग त नबोल्नु हुन्छ के हुन्छ रम्मा होइन बोल्दै जानी हेलो गुरु नमस्कार सर तपाईँ त यार हराइदिने छ जस्तै हेर्दै जानुपर्छ न त परिसकेछ झन्टेला जस्तो लाग्यो मलाई